हेलो हेलो साथीहरु, नमस्ते नमस्ते नमस्ते। तपाईहरुलाई स्वागत छ राज छेत्रीको युट्युब च्यानलमा। साथीहरु, तपाईहरु राज छेत्रीले कहाँदेखि हेर्दै हुनुहुन्छ, एकदम आराम खुसीका साथ हेर्दै हुनुहुन्छ अनि म पूर्ण विश्वासको छु। साथीहरु, आज गाउँघरमा मेरो आफ्नो गोठ सुधारको कार्य अन्तर्गत जस्ता छाउने काम हुँदैछ। जस्तो पुरानो जस्तालाई चेन्ज गरेर नयाँ जस्ता छाउने काम हुन्छ। यो कामको म सानो भिडियो तयार गर्दैछु। तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर प्रतिक्रिया दिँदै लाइक, सब्स्क्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सनु होला भन्दै जस्ता छाउनतिर लागौँ है त साथीहरु। गोठ माथिको जस्ता यस्तो हालत भएको छ। यसलाई चेन्ज गर्न सुरु गर्दै दाइ बिस्तारै अहिले अब सुरु गर्दै हुनुहुन्छ। यसमा हेल्पर काम मैले गर्दैछु। काम जारी छ, जस्ता निकाल्ने काम जारी। पाउनु दे पाउनु ल, आधा जस्ता निकालिसक्यो, अब आधा बाँकी छ। जस्ता च्यातिएर कागज जस्तो च्यातिएर अब यसलाई चेन्ज गर्नुपर्ने छ। भुटार निवासी सुखबहादुर आले दाई, झारखानी निवासी प्रीतम आले सालो मिलेर जोडको मर्मत सम्मार काम जारी नै रहेको छ। जस्तो कार्य सिकेपछि नयाँ जस्ता हाल्ने काम हुन्छ। ल, जस्ता चाहिँ निकालेर सकियो पुरानो जस्ता। अब यहाँ नयाँ जस्ता हाल्ने काम हुन्छ। नयाँ जस्ता हाल्ने कामको लागि तयारी सुरु भइसकेको छ। लगभग आधा जति सकिसकेको छ। अब आधा बाँकी छ। बिस्तारै काम अगाडि बढिरहेको छ। छाउने काम पनि लगभग सिद्धिन लाग्यो। अब सिद्धियो भने नि भयो। फाइनली यो पुरानो चियापरीको फाटिसकेको जस्तालाई निकालेर पूर्ण रूपमा नयाँ जस्ता फेर्ने काम चाहिँ सिद्धिसकेको छ। अब यो जस्ता छाएर सिद्धिसकेपछि बल्ल राम्रो देखिन्छ। यहाँ अलिकति मजबुत भयो। यही जस्ताको हल्का मेन्टेनेन्सको एउटा भिडियो तयार गरेको थिएँ मैले। हजुरहरूलाई कस्तो लाग्यो हेरेर यसो प्रतिक्रिया दिनु होला भन्दै यो भिडियोबाट चाहिँ बिदा हुन्छु। हस्त सलाम।